नमस्ते गुड मर्निङ आफ्टर लङ टाइम मैले एउटा छोटो नानी एउटा भ्लग लिएर आएको छु। भ्लग भन्दा नि एउटा मेमोरी हो। भोलि चाहिँ अब न्यू इयर रहेको छ, त्यसैले सबैजनालाई ह्याप्पी न्यू इयर। हाम्रो यात्रा भनेको चाहिँ थालेलुङसम्म छ। भोलि चाहिँ याद मेला लाग्दैछ, त्यही हेर्नलाई चाहिँ म र यहाँनिर पर्ण सर हुन्छ, हामी दुईजना यहाँनिर जान्छौँ। अहिले चाहिँ हामी गाडी पर्खिरहेको छौँ चारालीमा। के कस्तो हुनेछ म चाहिँ देखाउने छु। प्लिज सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। हामी बिब्लाटेमा आएर यहाँ हाम्रो खाना यस्तो रहेको छ। यहाँ खाना खाएर निस्किने। अहिले माई पोखरी आइसकेको छु। मेरो पछाडि माई पोखरी छ। म यसको के झलकहरू देखाउनु वाला छ। ल अहिले चाहिँ हामी यहाँनिर माई पोखरी छिर्सकेको छु। अब चाहिँ हामी माई पोखरी तर्फ जाँदैछौँ। ठिकै ठिकै छ, त्यस्तो अलिकति तलसम्म जान्छ। अहिले चाहिँ हामी माई पोखरी घुमेर यहाँ बाहिर आइसकेका छौँ। अबको हाम्रो यात्रा भनेको यहाँदेखि सन्दकपुरसम्म रहेको छ। यहाँदेखिको सन्दकपुर भनेको 23 किलोमिटर रहेको छ। सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। इन्डिया नेपाल मौसम यस्तो छ, यस्तो छ यहाँ अहिलेको वेदर अपडेट। नेपाल यो यस्तो छ हुसे। आज हाम्रो के भनेको यहीँ रहेको छ। सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु।